पोखराकी सृजना पौडेलको बीच सड़कमै क्रूर हत्या। छोरी जन्मिएपछि श्रीमान पनि बिते। सम्पत्तिको विवादका कारण सड़कमै रगतको खोलो बग्यो। सानी छोरीको बिचल्ली। दशबिन बुधबार साँझ पोखराको सभागृह चोकमा 42 वर्षीय सृजना पौडेलको विभत्स हत्या भयो। बाटोमा हिँड्दै गरेकी उनलाई धारिलो हतियारले पछाडिबाट टाउकोमा हानेर हत्यारा शिवालाई चोकतिर भागे। सृजना रगतामी अवस्थामा बाटोमा छटपटाउँदै अस्ताइन्। हत्या गरिएकी 42 वर्षीय सृजना पौडेल छेत्री नाबालिका छोरी हुर्काएर एकल जीवन बिताइरहेकी थिइन्। पोखरा महानगरपालिका 5 0 मासु पसल तथा रेस्टुरेन्ट व्यवसायीसँग विवाह गरेकी उनी पारिवारिक किचलोका कारण फेवाताल किनारा सैदीमा बस्दै आएकी थिइन्। उनका श्रीमान स्थानीयका बीच खसी किस्नेका नाममा चिनिन्थे। कृष्णको उनीसँग विवाह गरेको केही वर्षमै निधन भयो। सृजना कृष्णकी दोस्री श्रीमती हुन्। श्रीमानको निधनपछि 3 वर्षीय छोरीको स्याहार गर्दै सृजना एक्लै बस्दै आएकी थिइन्। हिजो साँझ करिब 7 बजेतिर सृजना घरायसी सामान किनमेलका लागि बजारमा निस्किएकी थिइन्। फर्किनका लागि गाडी पर्खिरहँदा उनलाई आक्रमण गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। कृष्णसँगको विवाहपछि सृजनाले पारिवारिक किचलो झेल्दै आएकी थिइन् र सम्पत्तिको विवादको सम्भावित कारणले उनीमाथि आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। डीएसपी हरिबहादुर बस्नेतका अनुसार मानिस पक्राउ नपरी अहिलेसम्म केही पनि भन्न सकिँदैन। घटनाको प्रकृति हेर्दा पुरानो झैझगडा वा वादविवाद देखिँदैन, तर अनुसन्धान भने जारी छ। सृजनामाथि खुकुरी प्रहार गरी भाग्ने हत्याराको खोजी भइरहेको छ। यस घटनाले पोखरामा त्रास पैदा भएको छ।